सबैजनालाई नमस्ते। ढोक छ साइन अनुसारको हैन। हामी चाहिँ घरबारी चाहिँ कति 1300 लट अब यो 1300 लटको 1300 लटको टमाटर हामीले यस्तो भयो है अहिले हजुरहरुलाई देखाउँदै छौ। अब 1300 लटको चाहिँ यस्तो भयो है। यस्तो भयो। यो चाहिँ कति छ भने यो भयो अनि त्यो तल्नु अनि यो तल्नु तीनटा पाटा भरि छ हैन। यत्रेको यो भन्दा ठुला छ नि तल अलि तल जाम न। यो भन्दा अलिकति लङ लामो खालका छन् पाटा। यी है यस्तो दामी फुल्दैछ यी टक्क हैन। 1300 लटको टमाटर चाहिँ हाम्रो यस्तो भयो। अब दोस्रो लटको चाहिँ हामी बिक्री गरिराखौँ। यो चाहिँ 1300 लटको हो हैन। यो अनि त्यो तलको देखिन्न क्या। तल चाहिँ देखिन्न किनभने त्यहाँ ढिकढिकी मुनि चाहिँ त्यो ठेङ्ग्राहरू चाहिँ देखिन्छ। त्यो तल है तल्नु यस्तो लटको अनि ऊ पारी चौथो लटमा छ तल भेरे छ अनि ऊ तल छ त्यहाँ पनि भेरे छ अनि पाँचौँ लटमा चाहिँ पर काउली हैन। यसरी छ। फुलकोपी छ। हामीले चाहिँ यसले बनाउँदैछौँ। एकदम दामी जग्गा छ एकनासको हैन। अहिलेसम्म बिरुवाहरू मर्या पनि देखिन्न। एकदम राम्रो जग्गा छ कि जताकतै। कसले गर्दा बिरुवा नमरेको? कसले गर्दा बिरुवा नमरेको? यो उसले कसले भन्दाखेरि अब कसले गर्दा हो? छेत्रिनीले गर्दाखेरि। छेत्रिनी र मगरले गर्दाखेरि हो। त्यस्तो छ है। यस्तो हामीले चाहिँ अब यो हाम्रो असोज महिना पाक्छ होला। भदौ लास्टदेखि असोजतिर पाक्छ। असोज अथवा कार्तिक दसैँ तिहारको बेला चाहिँ बिक्री गर्ने हो यो। दसैँ तिहार मान्न पाइन्न है क्या हो? किन यो बिक्री गर्न छोडेर दसैँ तिहार मान्ने कि यो बारी हेर्ने कि दसैँ तिहार मनाउन जाने र? ए त्यो बेलामा झरीसरी केही हुन्न बाल हुन्न यार। बिक्री गरौँ त्यसपछि फेरि काम गऱ्यो। यहाँबाट देखिँदो रहेछ यो नस्पतदेखि तलतिरको त्यो पाटामा पनि छ ऊ तल यस्तो छ। पारीको भेरे हामीलाई चाहिँ खेती चाहिँ डह्रो गर्ने योजनाले चाहिँ बनाएको हो। ओ पारी त्यहाँ चाहिँ भेरे छ अनि तल पनि छ। लगभग कति होला पाहाडमा अब त्यही हो 2 बिघा जतिकोमा होला भन्छु के र। 2 बिघा यत्रो बनलाई 2 बिघा भन्छ। यहाँ त रोपनी अनुसार चल्छ नि त हाम्रो पाहाडमा त। रोपनी 13 रोपनीको 1 बिघा हुन्छ अरे हैन। तराईमा चाहिँ 20 कट्ठाको 1 बिघा। कट्ठा भन्दा रोपनी ठुलो त्यस्तो हो। हामी यसरी चुवा हैन दुईजना यस्तो तरिकाले खेती गर्दैछ आँखा मारेर तर यस्तो तरकारी खेती गर्नु हैन। गर्दै भाउ पारमा बसी खाने मान्छेको कम्ता पसिना आउनु आजभोलि त्यही माथि तरकारी किनेर खान लाग स्वाद लाग्यो हैन। कम्ता स्वाद भेटाउनु भला। स्वाद लाग्यो। गाउँमा यसरी बाँझो जमिन छोडेर सहर पस्ने अनि त्यसपछि सहरमा गएर गाउँमा नबस्ने सहरमा यहाँबाट पस्न आउँछ। यहाँबाट आउँछ ऊ तलबाट आउँछ कहाँबाट आउँछ ए ऊ एक त विद्युत यत्रै हुन्न लाइन साइन जाक्को भने त राम बिचाराहरू दिनमा कति पटक मेकअप गर्छन् होला। कति मर्को जिन्दगी यार थट कम गाह्रो छ। गाउँ छोड्नेलाई सबैलाई भने होइन फेरि होइन। कसैको त बाध्यताले पनि हुन्छ। गाउँमा जसले खाली जग्गा जमिन आफ्नो जग्गा जमिन बाँझो भएर चाहिँ सहर पठाउने त्यसलाई त स्वाद भेटेकै छ। के अरे बुढोलाई विदेश पठाउने अनि त्यसपछि बुढोको कमै मस्तले रमाइ खाने के पुरा दिन रात मेकअप गर्ने। ओहो गाउँमा चाहिँ गाउँमा आफ्नो जग्गा जमिन बाँझो राख्ने अनि सहर छिर्नेलाई चाहिँ स्वादै भेट्या है। लाइन झिमिक्क गयो भने कहाँ चिमिक्क हुन्छ हामीलाई मात्र थाहा छ। कम्ता आउँछ होला र पसिना राम पसिना यस्तो चिलाउँछ फेरि चिलाउने ठाउँमा त चिलाउँछ नचिलाउने ठाउँमा पनि चिलाउँछ यार पसिना नआएको। त्यस्तो जिन्दगी के जिन्दगी यार। हामीलाई स्वाद छ कति दिनभरि जति घाम गरे पनि आजभोलि हामी मजाले काम गर्न सकौँ। तर सहर बजारमा चाहिँ ए बाबा एकछिन बाहिर निस्किन सकिन्न के घामले। अक्सिजन हेरौँ न हाम्रो के अरे बारीका ढिकढिकमा रुखहरू छन् बिरुवाहरू छन् फलफुलहरू छन्
यस्तो अनारहरू यिनी अनि ठुल्ठुला रुखहरू सर हावा आउँछ केही पारितिर बन्छ वारितिर बन्छ जङ्गल छ ट्याक्क चिसो अर्ग्यानिक हावा एसीको किन खानु पर्यो किनेर हामीलाई च्वाट छ त्यही भएर बढी चुरीफुरी देखाउने होइन गाउँमा छनाखाँडाको जग्गा जमिन बाँझो राखेर जानेलाई चाहिँ स्वाद भेट्टो किनेर ठेल्या छ होइन अनि त्यसपछि पैसा छोड्या छ मेकअप गरेछ पखाल्या छ फेरि मेकअप गरेछ टेस्टाको पुइको जिन्दगी त खाडीतिरै त्यो पोछेरै जान्छ त्यसरी जाने हो होइन पाल्नै पर्यो अनि बुढेसकालमा आयो चाम्री पर्या जवानी हेर ठुक्निलो बस त्यस्तो हुन्छ त्यही भएर अलि समयमा ख्याल गर्नुपर्छ होइन जे भने काम गर्नु चाहिँ छोड्नुहुन्न शरीर स्वस्थ पनि हुन्छ बसी बसी खाएको शरीर राम्रो हुन्न सबैले थाहा भएकै कुरा हो अनि त्यसपछि थाहा छ नि त बसी बसी खानेहरूका जिउ भैँसी मुर्रा भैँसीको ज्यान जस्तो फुल्लिएर होइन त्यो के अरे कोलेस्ट्रोल गरे प्रेसर रे त्यसपछि के जाटे के प्रेसर नाना गनी साध्य रोग होइन अनि अस्ताले रिल्याक्स पारा जतिखेर चप्क्या छै जतिखेर मन लाग्यो त्यतिखेर चप्क्या छ बुढासँग अनि जतिखेर मन लाग्यो त्यतिखेर होइन मेरो त पैसा निक्लियो तिमी चप्क्यातिखेर यार बुढोसँग अनि त्यसपछि पैसा फेरि त्यति राम्रो कमाएछ होइन अनि त्यसपछि कति चुरी पुग्यो फल्नाको पुइटा विदेश गएको छैन नेपालमा के गर्छ रे हामी जतिको रिल्याक्स पनि हुन्छ न तरकारी किन्नु परेछ न तेल किन्नु परेछ न आटो किन्नु परेछ किनभने नुन हो नुन र चामल हामीले किन्ने नुन चामल चाहिँ हाम्रो अब खेत नभए हुनाले नत्र बाल छैन हामीलाई हामी सबै स्वस्थ खाना भनेकै फेरि गाउँघरतिरकै खाना हो बजारतिर उसिना छ खाएछ त्यसमाथि ग्यास अनि सिल्भरको भाँडाहरू अनि तिमीहरूलाई नलागेको रोगहरू अरू कसलाई लाग्छ त यत्रो हेर्नु यस्तो गरे क्या भुनी यत्रो भएको यस्तो गरे अगाडि अनि पछाडि यस्तो गरे हिँड्ने फेरि त्यसरी हुन्छ र हाम्रो हेरौँ न अर्ग्यानिक खान्छौँ सबै कुरो फिगरको काकोला मजा छ तर बुढो चाहिँ आजभोलि धेरै ह्याप्पी भएर हो कि के कारणले हो पहिला कति पातलो हुनुहुन्थ्यो होइन भुँडी बढेर योमा कति छ भनेपछि अझ भित्र खुम्चाउनुहुन्छ योमा कति छ भनेपछि लगभग 4 महिनाको जति छ क्या मैले अनुमान गरेको छु होइन यो मान्छे कहाँ पुग्ने भन्ने थाहा छैन पहिलाको जमानामा बुढीले बच्चा पनि बनाउँथ्यो अहिले बुढीले चाहिँ बुढोलाई कलियुगमा बच्चा पनि बनाएर वैशाख महिना भेट भएको मान्छेको होइन गर्भवती बनाएको अरे मलाई 4 महिना भइसक्यो पाटुलो हुनुहुन्थ्यो होइन अहिले त के साह्रो मोट्या हो भने खै यार के खान्दै थियो तिमीले म के दिन्छु त्यस्तो दिन्छु र केही ल तपाईहरुलाई साह्रै मोटाउनु भएको छ मोटाको ल